हेलो गाइज, वेलकम टु न्यू ब्लगमा सबै साथीहरूलाई स्वागत छ है। नयाँ ब्लगमा आज धेरै दिनपछि ब्लग बनाउँदैछु। आज चाहिँ यसो हाम्रो सूर्य मन्दिरसम्मको यात्रा छ हैन, हेरौँ कहाँसम्म पुग्छ। अब आजभोलि हाम्रो यो धान मकै गरेपछि धान रोप्ने छैन गाउँतिर। यो चैत धान हो यतातिर। फुलहरू घरमा अब यो फुल यस्तो मजाले फुलेछ कि होइन, कुनामा छ होइन, क्या मजाले फुलेछ। यस्तो यस्तो छन् गमला मेरो घरको होइन। अब यो कुमारी यस्तो भएर बसेछ। यसो अस्ति फुलेर अब यो सानो अब यो सब कटिङ गरेर राख्दैछ, पलाउँदैछ। अर्को उसमा पलाउँछन्, मनी पलाउँ त्यत्रो भन्छ। अरू फुलहरू यस्तो छन्। यो फुल सुकेर यो कामै छैन। फुलहरू यो फुलहरू यस्तो छन्। यस्तो छन् फुलहरू। फुल सानो सुकेछ। अब यहाँ घरमा छैनन्। घरमा भनेको म बच्चा दुईवटा बजाउँछ सानो। अब छोरा मान्छेले स्याहारेको गमलाहरू कस्तो होला तपाईँहरूलाई यसो अनुभव गर्नु। ल स्कुटी यहाँ छ, म अब स्कुटीमा सेटअप गर्छु। Number 4
होटलहरू यस्ता छन् आएर खानुको लागि। Lay 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 वैसे वैसे कैसे हो कैसे करे ट्रक कसरी लगेर आउँछ त्यस्तो तरिकाले। सूर्य मन्दिर आज एकदम भिड छ क्या हो। कति भिड हो कति भिड हो कति भिड हो कति भिड हो। कति भिड हो आज। शनिबारको दिन होइन एकदम भिड छ आज शनिबार। अब सबै सूर्य मन्दिरको बाटो स्टेसन निकालो। यतातिर अब बजारहरू छन् खालफुलहरू पनि खालफुलहरू यताउता लिने यता छन्। अब सूर्य मन्दिरको बाटोको रोडको बाटो छ। अब यहाँ माथि जान्छ होइन कता छ। आजको भोलि भनेको हामी सूर्य मन्दिरमा अब आउने मान्छे आउनेको क्रम जारी नै छ। यस्तो भिड त आज अब चढ्दैछन् हामी। अब माथिको मन्दिर जाने हो माथितिर घुम्न। माथि अर्को मन्दिर छन् यहाँ चाहिँ अब अलिकति ठुलो भोक्स गर्ने मन्दिर हो त्यो। बाटो छन् यस्ता रोड छन् यता त्यही चुरेको उकालो हो क्या यो। चुरेको उकालो हो त्यो हो चुरेको उकालो भन्छ। चुरेमाई मन्दिर प्रकाशित मन्दिरको बाटो यो।
के अरे उकालो बुढाबुढी मान्छेलाई त गाह्रो छ उकालो चढ्नलाई। अब भर्खरको मान्छेलाई त उकालो चढ्न गाह्रो हुन्छ, बुढाबुढी मान्छेहरूलाई यहाँ मेरो पनि चोट लागेको थियो उकालो बाटोमा। सब दर्शन गरेर फर्किसक्यो। बिहानै आउनुपर्छ कि बिहानै। ल यस्तो छ चरा आइपुग्यो। चरा आइपुग्यो होइन, स्यास्या भयो यार यति चढ्दाखेरि नि। चलो सब यहाँ बाबुजीहरू बसिरहेका छन् अगाडि। लाइनमा पुरै अब अहिले यस्तो सिस्टम बनाएको छ कि पुरै यो साइडमा पैसा हालेर ल फाइनली साथीहरू आइपुग्यो। हामी मन्दिरमा आइपुग्यो। ठुलो मन्दिर छ अहिले, यस्तो बनाएको छ। पहिला पस केही राखेको थिएन, अब हामी त यो पहिला देखेन ठाउँ हो। ल यस्तो छ मन्दिरको दृश्य। भिड भयो अहिले त्यति साह्रो छैन, बिहान अब बिहान बस्यो होइन। सबै खोल्ने चप्पल खोल्ने बस्ने सबै यहाँ छ है। यस्तो छन् मन्दिरको दृश्य। यहाँ छन् मन्दिर सानो, यहाँ छन् मन्दिर। यहाँ चाहिँ भालेसाले पूजा गर्ने ठाउँ, भालेसाले पूजा गर्ने ठाउँ यतापट्टि छ। यो साइडमा ठ्याक्कै यो साइडमा भाले पूजा गर्छन्। त्यहाँनिर भालेलाई अब त्यहाँनिर मेन मन्दिर हो, त्यहाँनिर चाहिँ मेन मन्दिर हो तपाईँको। त्यहाँ चाहिँ मेन मन्दिर हो, यो चाहिँ सब मेन मन्दिर। त्यहाँ भाले पूजा गर्ने ठाउँ। त्यसपछि ट्याक्टर भालेसाले पूजा गर्ने। कुखुराहरू चाहिँ कुखुरा केलाएर चाहिँ टाँगेर राखेको कुखुरा केलाको 100 रुपियाँ लिन्छ। कुखुरा केलाको चाहिँ, खसी केलाको चाहिँ खै कति लिन्छ थाहा भएन। यसमा कुखुरा केलाइरहेको छु। यहाँ कुखुरा काट्ने भनेको यहाँनिर हो। सब पूजा गर्ने यहाँ भोग दिने यहीँ हो कि। भोग दिने यतापट्टिको मन्दिरको बलि दिने पर्छ तपाईँको त्यो यो साइडमा त्यहाँ देख्नुभयो बलि दिने प्रवेशद्वार भनेको त्यो हो मेन होइन। बलि दिनको लागि त्यहाँनिर हो मेन। अनि उतापट्टि पूजा गर्ने हो होइन। तपाईँको त्यहाँ पूजा गर्नेहरू पुग्दैन क्या। माता चढेर अब यो देवदेवताको सुन्दर ठाउँमा चाहिँ माताहरू चढ्ने पहिला भित्र पनि पस्न दिन्छ। कुनै कुनै बेला त भित्र पनि पस्न पाइन्छ।
गेटैबाट दिने चलन छ अहिले चाहिँ। गरेर पूजा गरेर सकिसकेपछि चाहिँ यस्तो हुन्छन्। मन्दिरका छेउमा तपाईँहरूको सामने देख्नुभयो सूर्यबाई मन्दिर। अब यस्तै छ ल फाइनली हामी पूजा गरेर पनि सकेर फर्किसक्यो है। तपाईँको यस्तो छन् हामी फर्किसक्यो। यहाँ अब बाबाजीले टिका सिका लगाउने आउने क्रम जारी नै छ। अझै हामीहरू पूजा गरेर आउने क्रम जारी नै छ। साथीहरू यस्तो छन्। खालको पहिले ट्याक्क बनाएको थिएन। यहाँ पानी आउँथ्यो नि, पानी अलिअलि आएको पानी तरेर हिँड्नु पर्थ्यो। अब बाबुजीहरू यहाँ छन्। बाबुजीहरू ट्याक्क रसिया लाउने गर्ने हेर्नुहोस्। सिधा भयो हेर्नुहोस् त यस्तो छ। सिधा टाढो भयो। अनि यहाँ शौचालय बनाएको छ। यहाँ तपाईँको दिशा 15 दिशा 10 रुपियाँ छ। पहिलाभन्दा सुविधा छ। जे सुविधा दिएछ दिन चाहिँ होइन। अब पहिला त्यस्तो थिएन। रोड आइपुग्यो। फर्किँदैछ रोडमा। सबतिर घन्टी राख्दैछ सानो सबतिर। देखिनु अब माथिको पूजा गरेर आयो। तल यहाँनिर छन् पूजा गर्ने ठाउँ। यहाँ पूजा गर्ने होला नि। यहाँ पछिल्लो छन्। यहीँ सुत्छन् क्या हो। गेट बिछाएर यहीँ छन्। त्यहाँ गेट होला जस्तो छ। रोड यस्तो छन्। गाडी आउने जाने क्रम भएछन्। बाइकहरू यस्तो छन्। पहिले सुरुमा देखाइसकेँ तपाईँलाई मन्दिर। यहाँ चाहिँ अब गाडी सारी पूजा गर्ने होइन। अब के भनेर बुझिन्छ भने यहाँ यो अगाडिको चाहिँ माई मन्दिर कि जय भनेपछि यहाँ चाहिँ के हुन्छ भने तलपट्टिको माथि पूजा गर्ने सजाउने चाहिँ प्रायः जसो गाडीबाट लिएर गाडी सारी पूजा गर्ने। नयाँ गाईहरू ल्याएको छ भने पूजा गर्ने। अब यो चुलेको उकाल हो। यो बाटोमा अप्ठ्यारो हुन्छन्, दुर्घटना हुन्छन् भन्नको लागि चाहिँ एउटा देवी देउतालाई पुज्ने गरिन्छ होइन। अनि कुनै भागदलहरू गरेका छन्। चुलेर केही चलाउँछु भन्ने चाहिँ माथि छन् होइन। अब दुईवटालाई पूजा गर्ने गरिन्छन् होइन। अब हेर्नु यस्तो छन्।
हेर्नु चुरेको उकालो हुनेको लागि यसले भन्छ हेर्नु चाहिँ उकालो यस्तो गाडीहरू हिँड्नै सक्दैन बिस्तारै कति सोलो गाडी कुदाउनु सक्दैन यस्तो छ चुरेको उकालो हुने चाहिँ त्यो कम त्यहाँ हेर्नु त कति भिड लागेन गाडीहरू कति छ त्यहाँ हेर्नु त काम त्यो चल्दै नसकेर के त्यति लागेको अझै जाने गाडी यस्तो छन् ल साथीहरू फाइनली अब भगवान आउँदैछन् है आएछ ल आज चुरेको दर्शन पनि गरियो होइन तपाईँहरूलाई पनि गराइयो फाइनली ल अब फर्केको चुरेमै मन्दिर पनि दर्शन गरेको हजुर त्यो मान्छे आएर बाहिर कहाँले फाइनली घर आइपुग्यो साथीहरू ल आजको भ्लग चाहिँ अब जे होस् अब चुरेको यताउताको भ्लग बनाएको छु होइन हेरिदिनु होला यसो साथ सपोर्ट गरिदिनु होला होइन धेरै पनि नहालेको भिडियो अब धेरै पछि हाल्दैछु ल सबैलाई है पछिको भिडियोमा कुनै अर्को भिडियोमा यसो भेटौँला होइन त्यसको लागि